क्या हड़प्पा का लिटरल नहीं यसले हाइजनबर्गको ब्लू मेथले हैन, यो यसको ह्युमर हो र मान्छेलाई यसले यसरी नै हँसाउँछ। Goddamn right. इन्डियन युट्युब सिनमा के धेरै क्रिएटरहरू टपमा छन् र तिनीहरू किन टपमा छन् भनेर क्वेसन आउँदा तिमीहरूले भन्न सक्छौ कि यो क्रिएटरको कमिक टाइम राम्रो छ कि यो क्रिएटरको स्क्रिप्ट राम्रो छ भनेर। तर त्यही टपमा कुनै यस्तो क्रिएटर छन् जसको बारेमा यही क्वेसन सोद्धा तिमीहरूले बुझ्नै सक्दैनौ कि यो किन छ। मैनू शॉट लगानी है भाई, सीरियसली सुनते ही हंसी निकल गई, मैं कंट्रोल नहीं कर सका भाई, माफ करना मेरे को। ओके के यो ह्याकर हो कि युट्युबको कुनै ग्लिच? र त्यस्तो टाइपको क्रिएटरमा सबभन्दा पहिलो नाम आउँछ ट्रिगर्ड इन्सानको। हाम्रो बाउबाजाले भन्ने गर्थे कि टाइमसँग सबै चेन्ज हुन्छ र समयसँग सबै इभल्भ हुँदै जान्छन् भनेर। तर यही कुरामाथि हाम्रो ट्रिग्गु भाइले बसी बसी हाँस्दिन्छन् या मुद्दिन्छन्। र यसले युट्युब गर्न थालेको लगभग 8 वर्ष भइसक्यो र त्यो 8 वर्षमा न त 1% फनी भयो र न त यसको जोक इम्प्रुभ भयो आफ्नो स्पेसिफिक एपको अडियन्सको लागि। कुन चाहिँ स्पेसिफिक एप भनेर तिमीहरूले सोध्न सक्छौ। मैले एक दिन ट्राई नट टु लाफ होइन ट्राई टु लाफ भन्ने च्यालेन्ज गरिरहेको थिएँ र मैले ऱ्यान्डमली ट्रिगर्ड इन्सानको भिडियोमा क्लिक गरेँ र त्यही ऱ्यान्डम भिडियोमा मैले कमेन्ट खोलेर हेर्दाखेरि त्यहाँ एउटा हग्गु पग्गु भन्ने एउटा कुनै प्राणीको जिक्र भएको थियो। आवर हग्गु इज ब्याक भनेर कमेन्ट धेरै आइरहेको थियो र मैले एकैछिनपछि थाहा पाएँ कि यो माइकमा जुन क्रिएचर राख्यो त्यसको नाम हो हग्गु भनेर। 29 वर्षको हो यो। नाइ 29 वर्षको मान्छेले यही त गर्छ नि, हग्गु पग्गु नग्गु होइन। यहाँ पे क्या हो रहा है भाई, यहाँ पे क्या हो रहा भाई, ये कहाँ फंस गया भाई मैं। नेवर माइंड। तर जे भए पनि ट्रिगर्ड इन्सान इज अ भेरी लकी गाई। नट सेइङ दिस बिकज अफ हर, बट एउटा ठुलो कारण छ त्यो भन्नुको लागि। तिमीहरूलाई युट्युब कन्टेन्ट क्रिएसनको बारेमा हल्का पनि केही थाहा छ भने एउटा चिज हुन्छ जसको नाम हो निश। त्यो मनिसवाला निश होइन, म तिमीहरूलाई इक्जाम्पल दिएर सम्झाउँछु। जस्तै कि कुनै च्यानलको निश टेक रिलेटेड छ भने त्यसले टेक रिलेटेड मात्र भिडियो अपलोड गर्न मिल्छ र कुनैको फाइनेन्स रिलेटेड छ भने त्यसले फाइनेन्स रिलेटेड मात्र भिडियो अपलोड गर्न मिल्छ। सिम्पल भाषामा च्यानलको क्याटेगोरी हो। तर हाम्रो ट्रिग्गु भाइको च्यानल हेर्दा कहिले त्यो रोस्टिङ च्यानल राख्न सक्छ, कहिले रियाक्सन च्यानल र कहिले सौरभ जोशीको कम्पिटिसन। बेसिकली हाम्रो ट्रिग्गु भाइले निश भन्ने कन्सेप्टलाई पेलेर राखेछन्। हिन्दीमा भन्न पर्दा गाँड मार्के राखिए। र त्यही भएर मैले लकी भन्न खोजेको, जस्तो भिडियो हाल्यो भने सब्सक्राइबरले हेरिहाल्छन्। र कुनै पनि ट्रिगर्ड इन्सानको फ्यानलाई गएर सोध्यो भने कि यसको भिडियो किन हेर्छौ भनेर तिनीहरूले यो एक्सक्युज दिन्छन् कि यसले छाडा बोल्दैन, अपशब्द बोल्दैन, एके गाली दिँदैन भनेर। मतलब त्यो त त्यही एक्सक्युज भयो कि मलाई कुखुरा काटेको हेर्न मन पर्दैन त्यही भएर मैले पनिर खान्छु भनेर। मतलब कि गोबरलाई प्लेटमा सजाएर अनि एस्थेटिकसँग सर्भ गरे भने गोबर पनि खाने क्रिएचर। गाली त यिनीहरूले पनि दिँदैनन्, तर पनि सिस्टम त फाडेकै छन्। यही एक्सक्युज हो भन्दा मैले पनि अपशब्द युज गर्दिनँ, मलाई पनि सब्सक्राइब गरौ। अनफनी फनी मलाई थाहा भएन, सब्सक्राइब गरौ छिटो। र अब टपिक आउँछ ट्रिगर्ड इन्सानको हिपोक्रेसी माथि। के तिमीहरूलाई पनि लाग्थ्यो कि यसको नाम निश्चय मात्र हो भनेर? वेल, यसको अर्को पनि नाम छ, त्यो हो हिपोक्रेसी। मैले जति ताली ट्रिगर्ड इन्सानको कन्टेन्ट हेर्दै गएँ त्यति ताली मेरो दिमागमा दुईवटा क्वेसन घुमिरहन्थ्यो कि यसको नाम ट्रिगर्ड इन्सान किन छ? भिडियोमा कहिले ट्रिगर नभएर कि भिडियोलाई क्रिन्ज भनेर यसको अडियन्स ट्रिगर भयो? र अर्को क्वेसन कि यसले फ्यामिली फ्रेन्डली कन्टेन्ट बनाएको हो कि कन्टेन्ट फ्रेन्डली फ्यामिली बनाएको? लिटरली हरेक फ्यामिली मेम्बरको युट्युब च्यानल छ। कुनै दिन युट्युब ब्यान भयो भने मा पुरै फ्यामिली बेरोजगार। कुनै पनि युट्युबर होस्, आशिष चञ्चलानी, हर्ष बेनीवाल, क्यारी मिनाटी, जेनरली तिनीहरूलाई 1 महिनाको टाइम लाग्छ स्क्रिप्टिङ, एडिटिङ, सुटिङलाई कम्प्लिट गरेर त्यसलाई एउटा भिडियोको फर्म दिन। र त्यसकै अपोजिट हाम्रो ट्रिग्गु भाइलाई के गर्नुपर्छ? 4वटा युट्युब सर्ट या 6-7वटा इन्स्टा रिललाई क्रिन्ज भन्दै आफ्नो क्रिन्ज रियाक्सन या एउटा बिना स्क्रिप्टको रोस्ट भिडियो। मतलब कि हरेक हप्ता 2 या 3 भिडियो या अन एन एभरेज महिनामा 12 या 13 भिडियो र हरेक भिडियोमा लगभग 3 देखि 4 मिलियन भ्युज। भनेपछि जति मेहनत गरेर यिनीहरू तिनटाले भ्युज कमाए त्योभन्दा कम मेहनत गरेर त हाम्रो ट्रिग्गु भाइले त्योभन्दा पनि धेरै भ्युज कमाइदिनु भयो त। र मैले यसलाई हिपोक्रेट भन्नुको कारण कि आफूले क्रिन्ज भिडियो बनाएर अरूलाई क्रिन्ज भनेर मात्र होइन। यदि तिमीहरू ट्रिगर्ड इन्सानको लोयल र पुरानो सब्सक्राइबर हो भने तिमीहरूलाई थाहा होला कि उसलाई उसको लुक्सले गर्दा धेरै ट्रोल र बुली गरिन्थ्यो भनेर। वही रिलेटिव जिनके बेटे की वेडिंग थी, उन्होंने मेरे को एक टॉन्ट मारा सबके सामने कि ये तो लड़कियों जैसा दिखता है। मतलब
सबके सामने उन्होंने बोला कि क्या आपने कभी लड़कियों जैसा लड़का देखा है, ये देखो, इसको देख लो। लाइक ऑन द डिनर टेबल उन्होंने ये जब बात बोली, आई स्टार्टेड क्राइंग, मेरा रोना निकल गया और मैं वहां से उठ के चला गया। र मलाई थाहा छ कि बुली गर्नु एकदमै गलत हो र उसँग धेरै नै गलत भएछ भनेर, तर तिमीहरूले पहिला यो क्लिप हेर। शेर रहता है उत्तर प्रदेश में। तूने एक चीज नोटिस करी, इसने पीछे एक बंदा रखा होता है हेल्पर, पता है क्यों? कहीं भाई गलती से हवा तेज चलने से गिर गया तो संभालने के लिए भी तो कोई चाहिए। हिपोक्रेसी की भी सीमा होती है। उल्टै चोर पुलिसको चाकान्ने। तिमीहरूले थाहा नहोला तर ट्रिग्गु भाइ नि हाम्रो बिकी रोस्टर भन्दा पनि खतरा रोस्टर हो। एक बिना गोलियों वाली गन और कैरी मिनाटी में क्या सिमिलैरिटी है बताओ? गेमिंग में दोनों का कोई काम नहीं है। गेमिंग शो में कैरी क्या कर रहा है? ऊपर से कैरी कहता है कि मैं बहुत ज्यादा लंबा हूँ। कैरी तू बहुत ज्यादा छोटा है, तू इतना छोटा है कि जब तू पैदा हुआ था डॉक्टर को माइक्रोस्कोप की जरूरत पड़ी थी ये चेक करने के लिए कि एक लड़का है या लड़की है। सिरियसली कति हाँसो लाग्ने कति फनी चिज हो यो। कति दामी रोस्ट हानिदिनु भयो हाम्रो ट्रिग्गु भाइले। मैले भनेको थिएँ नि बिक्की रोस्टर भन्दा नि खतरा रोस्टर हो भनेर। यही मान्छेलाई पठाउन पर्ने हो कि इन्डिया र पाकिस्तानको वारमा। ठुला टेररिस्टहरू क्रिन्जले मर्थे र सानो टेररिस्टहरू हाँस्दा हाँस्दा। एंड मैंने 2 वीक से चैनल पे कोई वीडियो नहीं पोस्ट करी है एंड इससे पहले कि यूट्यूब का एल्गोरिथम मेरे चैनल को आग लगा के तबाह कर दे मैं कुछ भी बना रहा हूँ। मतलब कि इन्डियाको सेकेन्ड बिगेस्ट रोस्टरले यस्तो भिडियो हाल्छ जुनसँग त्यो आफू पनि सेटिस्फाइड छैन। फेरि मैले पनि त्यही गर्छु चाहिँ नभनौ। फरक त हुन पर्यो नि 17 सब्सक्राइबर र 17 मिलियन भन्दा धेरै भएको च्यानलमा। त्यही पनि मेरो भिडियोमा कमसेकम इम्प्रुभमेन्ट त छ। ल बस मेरो हालत खराब भइसक्यो आजको लागि यति नै। र कसैलाई पनि हेट दिनु पर्दैन किनकि उसको टार्गेट अडियन्सको लागि उसको भिडियो पर्फेक्ट नै हुन्छ। र मलाई थाहा छैन कि उसको भिडियो फनी कसरी छ तर उसको टार्गेट अडियन्सको लागि छ। इट इज व्हाट इट इज, डिल विथ इट। सो यदि तपाईलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र मन परेन भने सब्स्क्राइब गर्नुहोस्, तर केही त गर्नुहोस्। भेटौँला अर्को भिडियोमा। धन्यवाद। I keep on moving forward, always getting closer, marching till it's over.